त आदरणीय दर्शकवृन्द, अमेरिकाले इरानलाई 48 घण्टाको अल्टिमेट दिएको छ, जहाँ उसले यदि स्ट्रेट अफ हर्मुज खोलेन भने ठुलो दुर्घटनाको सामना गर्नुपर्छ भनेर सिधै थर्काएको छ। स्पेशली भन्नुपर्दा पावर प्लान्टहरूमा उसले एट्याक गर्छु भनेर धम्की दिइरहेको अवस्था छ। आदरणीय दर्शकवृन्द, यो मैले भनिरहेको होइन, यो रोइटर्सले भनिरहेको छ। अन्य विभिन्न त्यस्ता किसिमका पत्र अनि पत्रिकाहरूले बोलिरहेका छन् र यो घटना आजको हो। आउनुहोस् यसको विषयमा अझ पनि गहिराई रूपमा हामी बुझ्नतिर लागौं। रोइटर्सले भनेको छ, ट्रम्प थ्रेटन इरान विथ द पावर प्लान्ट स्ट्राइक ओभर हर्मुज ओइल ब्लकेट्स। मतलब जुन स्टेट्स अफ हर्मुजमा इरानले एक किसिमको बन्द गरिरहेको छ नि, सिधै थर्काएको छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले। यदि खोलेन भने सिधै पावर प्लान्टमा हामी एट्याक गर्नेछौँ र हमला गर्नेछौँ। अर्को छ अल जजिरा। अल जजिराले पनि यो स्टेटमेन्टलाई यस्तो तरिकाले न्यूज बनाएको छ, ट्रम्प इस्यु 48 आवर्स हर्मुज स्ट्रेस अल्टिमेट थ्रेटन इरान पावर प्लान्ट्स। मतलब सिधै यहाँ पनि टार्गेट पावर प्लान्टलाई नै गरिन्छ यदि स्टेट्स अफ हर्मुजको जुन त्यो रुकावट छ नि इरानले नखोलेको अवस्थामा। अर्को छ न्यूज सिक भन्नेले पनि राखेको छ, ट्रम्प गिभ इरान 48 आवर्स अल्टिमेट टु रिओपन हर्मुज स्ट्रेट्स। यसले भन्न खोजेको प्रसङ्ग पनि यही छ, 48 घण्टाको अल्टिमेट छ, त्यो भित्र उसले खोलेन भने सिधै पावर प्लान्टमा एट्याक गरिनेछ। त आदरणीय दर्शकवृन्द, स्टेट्स अफ हर्मुज कुनै एउटा सानो एउटा द्वार मात्रै होइन। यो यथार्थमा भन्नुपर्दा यो विश्वको खुसीको भनौँ, यसलाई यस्तो तरिकाले डिफाइन गर्न सकिन्छ, विश्वको खुसीको द्वार हो, जहाँबाट 20% भन्दा माथिको पेट्रोलियम प्रोडक्ट्स, ग्यास आदि इत्यादि आयात हुन्छ र ओभरअलले भन्नु पर्दाखेरि विश्वमा सर्कुलर हुन्छ। स्पेशल चाइनामा, स्पेशल इन्डियामा, स्पेशल जापानमा र यो बिचमा जुन स्टेट्स अफ हर्मुज इरानले बन्द गरिदिएको छ, सायद युद्धको कहीँ कतै पकड आफ्नो स्थानमा उसले ल्याउन प्रयास गरिरहँदाखेरि सबैभन्दा ठुलो टाउको दुखाइ अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भइरहेको छ र डोनाल्ड ट्रम्पबाट यस्तो थर्काएको अभिव्यक्तिहरू आइरहेछ। प्लिज तपाईहरुलाई के लाग्छ? खबर बक्स इज अल ओभर योर्स भन्दै अझ डिटेलिङमा जाउँ। आदरणीय दर्शकवृन्द, किन टाउको दुखाइ बनिरहेको छ त अमेरिकाको लागि स्टेट्स अफ हर्मुज भनेर भन्दा कहीँ कतै विश्वको अर्थतन्त्र छ जुन इनर्जी क्राइसिस भइरहेको छ। यो सबैमा भन्नुपर्दा कहीँ कतै इजरायल र इरान मिलेर जहाँ इरानलाई आक्रमण गरिरहेका छन् त्यही प्रसङ्गमा इरानले जवाफी रूपमा यो स्टेट्स अफ हर्मुज बन्द गरिदियो, तसर्थ आज वर्ल्डमा इनर्जीको क्राइसिस बनाइदियो र इनर्जीको कारणले गर्दाखेरि देशहरूका अर्थतन्त्रहरू चल्ने भएको कारणले गर्दाखेरि स्टेट्स अफ हर्मुज बन्द भएको कारण यस्ता किसिमका प्रसङ्गहरूलाई धेरै नै रूपमा असर गरेको छ। स्पेसली युरोपमा, स्पेसली चाइनामा, स्पेसली इन्डियामा, स्पेसल हाम्रो जस्तो राज्यमा फ्युलहरू आज आकाशिएको छ। तसर्थ त्यो जहिलेसम्म बन्द हुन्छ तबसम्म हेड्याक समस्त मानव समाजमा हरेक व्यक्तिलाई परिरहेको प्रभावको कारणले गर्दाखेरि अमेरिकाले यस्तो भनिरहेको हो। त स्टेट्स अफ हर्मुजबाट यथार्थमा तेलहरू मात्र निक्लिन्छ। आदरणीय दर्शकवृन्द, तेलहरू मात्रै आउँछ। स्टेट्स अफ हर्मुजबाट धेरै प्रसङ्गका कुराकानीहरू आउँछ, जसमा स्टेट्स अफ हर्मुजबाट कृषि मलहरू पनि विश्वमा पठाइन्छ। आदरणीय दर्शकवृन्द, तपाईँलाई थाहा छ ओभरअली 1/3 अफ द कृषि मलहरू जति पनि छन् त्यो स्टेट अफ हर्मुजबाट आउँछ। मुख्य फर्टिलाइजरहरू युरिया, एमोनिया, डिएपी, सल्फर, पोटास, मेन्थोल आदि इत्यादि सबै प्रसङ्गहरू स्टेट्स अफ हर्मुजको जुन त्यो नाका छ त्यो नाका भएर आउँछ। यी सामानहरू मुख्यतः एक्सपोर्ट गर्ने देश भनेको इरान, साउदी अरब, कतार, युएई, ओमान, कुवेतहरू हुन्। यो प्रसङ्गले कहीँ कतै स्टेट अफ हर्मुज बन्द भइरहने हो भने
सायद तपाईँ हाम्रो जुन भान्सा छ त्यो भान्सामा आउने तरकारी आदि इत्यादि अनगिन्ती विषयहरूमा पनि भाउ उकासिएर आउने त्यो पक्का छ। किन भन्दाखेरि फर्टिलाइजर्सहरू जहाँ कृषिलाई नभई नहुने यस्ता किसिमका प्रसङ्गहरू सबै त्यहीँबाट आउने हो र ओभरअलली भन्नु पर्दाखेरि विश्वको 1/3 जहाँ यस्ता किसिमका फर्टिलाइजरहरू जहाँ यस्ता किसिमका केमिकल्सहरू सबै स्टेट अफ हर्मसको नाका हुँदै आउँछ र जहाँ स्टेट्स अफ हर्मसको नाकै बन्द भएको छ त कहीँ कतै अब कृषिमा पनि चाहिने यस्ता किसिमका फर्टिलाइजर्सहरू नभइरहँदाखेरि यसले उत्पादन पनि घट्छ र जस्तै उत्पादन खर्च मार्केटमा त्यसको डिमान्ड बढ्छ। जब जहाँ प्रोडक्टै छैन भने त्यसलाई कतिसम्म हामीले पैसा तिरेर खानुपर्ने हो त्यो भोलिको दिनमा हेर्न बाँकी छ। तसर्थ त यो विषयमा सबैभन्दा टेन्सन स्टेट्स अफ हर्मस बन्द भएको कारणले गर्दाखेरि आम हर जो कोइला होस् उनीहरूलाई परिरहेको छ। स्पेसली अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आउनुहोस् अझ के छ हेर्दै जाउँ। यदि हर्मस बन्द भयो भने इन्डियालाई मल पनि महँगो पर्छ, नेपाललाई त अझ झन् महँगो पर्छ, किसानलाई मल पनि अभाव हुन्छ, उत्पादन खर्च अनि खाद्यान्न महँगो पनि हुन्छ। आदरणीय दर्शकवृन्द चेन रियाक्सनमा हेर्नुहुन्छ भने हर्मस बन्द भए ग्यास युरिया रोकिन्छ, मल महँगो हुन्छ, त ओभरअलली भन्नु पर्दाखेरि खेती महँगो हुन्छ, अन्न महँगो हुन्छ, महँगी बढ्यो त देशको अर्थतन्त्रमा असर त पक्का नगर्ने प्रसङ्गै भएन। सबैभन्दा ठुलो खतरा के छ भनेर भन्दाखेरि तेल मात्र होइन फर्टिलाइजर क्राइसिस त आफ्नो ठाउँमा भयो, फुड क्राइसिस खाद्यान्न सङ्कट नै आउने अवस्था हुन सक्छ। त यसको छोटो निष्कर्षमा जानुपर्दा तेल पनि रोकिन्छ, ग्यास पनि रोकिन्छ, युरिया रोकिन्छ, खेतीमा असर, खाद्यान्न महँगो, त्यही खाद्यान्नलाई जब एक ठाउँबाट अर्को ठाउँमा लिएर जानु पर्यो तब गाडी भाडा महँगो, सारा संसार सबै महँगो। आदरणीय दर्शकवृन्द बहुत समस्या विश्वले भोग्नेवाला छ। तसर्थ स्टेट्स अफ हर्मस जहाँ इरानले बन्द गरिरहँदाखेरि कहीँ कतै युद्धलाई जितको पक्षमा आफ्नो पार्नको लागि जुन प्रयास सायद इरानले स्टेट्स अफ हर्मस बन्द गरेर कहीँ कतै गरिरहेको त छ भन्ने प्रसङ्ग पनि आउन सक्छ। मतलब यसलाई सिधा तरिकामा बुझ्नु पर्दाखेरि स्टेट्स अफ हर्मस बन्द गरिदियो, अब कहीँ कतै जित, कहीँ कतै इरानको पक्षमा त हुने डर, कहीँ कतै युनाइटेड स्टेट्स अफ अमेरिकालाई त छैन, कहीँ कतै इजरायललाई त छैन। यावत किसिमका प्रसङ्गहरू आफ्नो ठाउँमा छ। तर अमेरिकाले 48 घण्टे अल्टिमेट चाहिँ पक्का पनि इरानलाई दिएको छ। अब यो अल्टिमेट इरानले मान्छ अथवा मान्दैन अथवा यसलाई अझ झन् कडाइको रूपमा लिएर जान्छ त्यो भने हेर्न बाँकी छ। तर समग्रमा भन्नु पर्दाखेरि स्टेट्स अफ हर्मस बन्द भइरहँदाखेरि यसले आम विश्वमा भएका धेरैजना व्यक्तिहरूलाई सङ्कटग्रस्त बनाइरहेको अवधारणा चाहिँ पक्का पनि हो। आदरणीय दर्शकवृन्द सानो भिडियो तपाईँहरूको समक्ष मैले फेरि पनि प्रस्तुतिमा ल्याउने प्रयास गरेँ। आशा गर्दछु कि यदि भिडियो राम्रो लागेमा लाइक शेयर एन्ड सब्सक्राइब गर्नुहुनेछ भन्दै सानो भिडियोबाट बिदा माग्न चाहन्छु। जय नेपाल।